सामान छ जानु भइसक्यो है काडा 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 मैले उखालेको काडा उखालेको काडा मैले उखालेको काडा योबाट यो बस्नु ल बुझ्नु काठमाडौँ किन्नु नि हामी 3 बजेसम्म जाने कि 7 बजेसम्म जाने हो 3 बजेसम्म जाने कि 7 बजेसम्म जाने अब फेरि खाना खानुको यस्तो टाइम त लाग्छ नि अब त भुजे त्यही 7-8 बज्छ होला है बाटो बाटो हामी यहाँ यता घुम्न आएको नि सबै फ्यामिली बेगनाथतिर माछा खानालाई बिटा छामाले है त्यो भिडियोमा आयो होला है मिठो थिएन के अनि त्यो बललाई लगभग 500 थियो 500 मा 4 टुक्रा त थियो है होइन अनि फेरि त्यो माछा नि झोल त ठिकै हो मिठो थियो झोल चाहिँ मिठो लाग्यो मलाई फेरि हेलो ए मम्मीलाई फोन हान्ने रे मैले फोन हालेर जागिन किन हो भन्थेर हजुर भर्खर हालेको तर त्यो कविताले बोलेको उस भएन नि बहिनी क्याप्चर भएन नि खै खै त बाबा ए बाबा नि देखेँ मैले दिप्सन भेट्छ अगाडि सबभन्दा अगाडि दिप्सन छ्यामा अनि बाबा माछा नि मिठो थिएन के माछा नि मिठो थिएन चाउमिन नि मिठो थियो भात पनि मिठो थिएन भात पनि मिठो थिएन के गोजीमा छ अब धुलो हुन्छ बात हेमालाई कहाँ गयो हेमा भन्नेलाई क्लासमा पनि लाग्ने मिठो पनि त्यो कति हो उसले एउटा नि खाएन नि भाउजूले त माछा मजाको हुन्छ नि मासु
खै दिप्सु अगाडि बाबा दिप्सन छ्याउ धन्दै छुटेको है धन्दै छुटेको नदेखेको छोड्छन् न हामी देखेको थिएन हामी देखेकै थिएन हामी यस्तो गर्छ म त अन्त त्यहाँको कविताको त्यहाँ छ नि त आमा छोरा भेटेर के भनेर हेर भनेदेखि कि भन्दै हेर्थ्यो धिनाको होला रे तिमीले फिस देख्यौ त्यही त नि कुनै पनि आउनु सक्दैन या त्यो पो रहेछ टेक्निक त है डाइरेक्ट के उसको हो कि बिस्तारै इक्जामको बेलामा अब जाने कुरा के हो भने त्यसलाई लेखेन र ओभर हो भने नाटक बच्चालाई माछा चाहिँ पालन हेर्ने नहुने हामी अझै भुल्नु र ल बस्नु छ्यामाहरू डराको दिप्सन मामासँग उसको ड्याडीले होइन उसको ड्याडीले के त्यहाँ सर्पा आएको के भन्दै थियो पुरा टाप दिप्सन त त्यहाँ आउने माने थिएन सर्पसती त्यहाँ भनिदिएको बस्ने माने थियो ल चल ल छिटो बस त्यो ठोक्छन् न के हो र फकाउँदै गर्दा के भयो फेरि यता आऊ यस्तो नि
हेमा म खुकाउँदिम भयो ल जाऊ हामी आउँछौँ हामी आउँछु बाई बाई गर किन बाई बाई गर्नु मलाई हेमा बाई बाई